ओहो राज दाई के छ हौ खबर? अनि के हो एनपिएल नखेल्ने कुरा चलिरहेछ रे तपाईँको? किन नखेले नि? यस्तो बाहुबली जस्तो मान्छे खेल्नुपर्छ नि। म एनपिएल किन नखेलेको? आकाशको प्लेनलाई छक्काले लाग्ला। ए जे पनि बुढो हाँसो लाउँछ यार। नचाहिने कुरा हेलिकप्टरलाई प्लेनलाई कहीँ बलले लाग्छ रे यार, छक्का हान्यो भने मान्छे। के शङ्कर हो? पहिलेको शङ्कर हो? बुढो भइसक्यो मान्छे हो। ल ठिकै छ, अर्को कुरा होइन, तपाईँले पहिले एउटा मुभी पनि गर्नुभएको थियो, शङ्कर हो म शङ्कर अरे होइन? के छ नि शङ्कर र तपाईँको बिचमा सम्बन्ध के छ? महादेव र तपाईँको बिचमा सम्बन्ध के छ? ल आज खोल्नु पर्यो यो कुरा, चट्ट खोल्नु पर्यो। एक दिन महादेवजीको चाहिँ त्रिशूल हराएछ। भयङ्कर ठुलो त्रिशूल हुन्छ नि महादेवको। महादेवको त्रिशूल हराएर सबले खोज्न थालेछन्, कहाँ गयो त महादेवको त्रिशूल? महादेव पनि अलिकति आक्रोशित भएछ, खै मेरो त्रिशूल। पछि एउटा मान्छे चाहिँ हस्याङ खोस्याङ गर्दै आएर महादेवजी तपाईँको त्रिशूल भेटियो भने कहाँ छ त भने राजेश हमालले चाउमिन खान लग्यो रहेछ। त्रिशूलले चाउमिन खाने मान्छे नेपालमा हो महानायक नै हो, माने एक्सेप्टेड। अरू सबै त ठिक छ होइन, ल मैले माने है, तपाईँको जोक पनि सुने। अनि यो के हो यार, यस्तो बुढो मान्छे सानो कट्टु लाएर यो के हो बजारमा चोकमा यसरी जहाँ मन लाग्यो त्यहीँ सुरु भइदिने? अनि यसरी के भन्न खोजे के पब्लिकलाई तपाईँले? यस्तो सानो कट्टु लाएर अनि यसरी वर्कआउट गर्न पाइन्छ त यार चोकहरूमा? हल्का अगाडि पछाडि पनि हेर्नु पर्यो नि। राज दाइ ल मुड अफ भयो, बाई।